हेलो एभ्रिवान गाइज होइन अब यो मान्छेलाई तपाईँहरू के भन्न चाहनुहुन्छ यो मान्छेले चाहिँ टुरिस्टलाई कस्तो खालको ट्रिट गरेको छ भन्ने कुरो कस्तो व्यवहार देखाएको छ भन्ने कुरो यसले नेपाली संस्कारकै विजेत गर्यो होइन गाइज अब यसले नेपालीहरू सबैलाई लज्जित बनायो गाइजहरू अब यस्तो प्रकारको मान्छेलाई कस्तो कारबाही हुनुपर्छ यसो कमेन्टमा भनिदिनु होला मेरो साइडबाट भन्नुपर्दाखेरि गाइज यस्तोलाई चाहिँ होइन सिस्नो पानीले चाकै चाकमा ट्याम हान्न मन लागेको छ गाइज के गर्नु अब मिल्दैन होइन अब यस्तै हो नेपालको विजेत गरिहाल्यो भइहाल्यो के गर्नु अब हेर्दाखेरि यसो आर्य वर्णको देखिन्छ तर के गर्नु आर्य वर्णको मान्छेहरूको पनि इज्जतै फाल्यो यसले के गर्नु गाइज यस्तै हो जहिले पनि पाहुनालाई इज्जत गर्न सिक्नुपर्छ मान्छे त पढी लेखेको देखिन्छ तर दिमाग भने चाहिँ व्यवहार भने चाहिँ गोबर दिमाग देखियो व्यवहार चाहिँ त्यस्तो देखिएन अहङ्कार लोभी जस्तो देखियो व्यवहार चाहिँ गाइजहरू यस्तालाई कुन तरिकाले तह लाउन सकिन्छ कमेन्ट बक्समा लेख्नु होला गाइज है धन्यवाद मलाई खाना दिनुस् Right? मलाई खाना दिनुस् What is it? ए मलाई Molai? खाना Kana? दिनुस् Dunus. yes मलाई खाना दिनुस् Molai kana dinus. yes It is Nepali word. yeah this is Nepali word Oh, Dhanavad. give me some rice Give me some. जति पैसा लियो भने लियो नत्र म भोलि आएर धर्ना बसेर लिने हो किन rice मसँग जति पैसा लिएको त्यति यसमा लिने भए लियो नत्र मसँग भोलि बोल्नु न यो नेपाली पनि बुझ्छ I don't know what you're saying. What did you say? त्यो चाहिँ नै हुन्न Just 1500 rupees if you have 1500 rupees pay it otherwise you have to wash all the dishes oh, watch the dishes. all the dishes Oh my goodness! Oh, otherwise we are going I gotta run. I gotta run. to hang up we are going to take your Oh, you gotta pay for it. I pay 5,000. so you have to pay for this boy is. if I am going to break you that what the hell camera No, man. I'll pay. Don't worry. I'll you have to pay. pay. Don't worry. First and then record. You got a problem. First thing is you have not taken my consent to record. So I am going to sue you. You have not taken any consent to record that. Sir, you have came you to taken me. my consent to record came my to me, video? sir. Have you taken my consent All to right, record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm just trying to eat. All right, I'll leave. I'll pay for it. Don't worry. Don't worry. I'll pay for it. Don't worry. Here you go. End it. Excuse me. Sorry for that. Excuse me. You can finish. No, it's okay. It's okay. Here. Here, take your money. Here. You want the money? No, why? No, he wants the money. You don't. No. You just keep it. No. He's not joking. Here. He's joking. He's joking. No, I'm not joking. What joking? Here. How much you want? How much you want? No. Why? Yeah, I'll pay. Come on. Here. Right is to base no. Here, I'll pay for it. त्यसले मेरो भिडियो खिच्न अगाडि सोध्नुपर्छ Here. Pay for it. मेरो लिमिट के No, I'll pay. प्लिज I'll pay. He's prank on you. I don't. You can go now. This is like. No. 100 rupees यार Oh, you want 4,000 here? I'll do 1,000 here. Here. You want 1,000 here? No, that Here, doesn't take matter. This cost 150,000. Okay, I I'm don't not care. asking. सबैलाई नमस्ते सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा उक्त टुरिस्ट आइपुगेका थिए उनीले खाना खाने क्रममा जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ जुन मजाक हो जोक्स हो भनेर मैले भिडियोमा पनि पटक भनिरहेको छु र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिच्दिनु
भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर कन्सेन्ट लिइदिनु, मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुने अथवा उसलाई थर्काउने भन्ने कुनै नियत थिएन, उसलाई त्यस्तो परेको रहेछ। त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन। खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो, तर त्यो पिकनिकको माहौल परिस्थितिले गर्दा अलिकति रुड भएको देखेको रहेछ, चर्को भएको देखेको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने हेप्ने भन्ने मेरो उद्देश्य नरहेको र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद। सो यो कुरा रिगार्डिङ तपाईहरुको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र अरु केही अपडेट्सहरु आउन साथ म तपाईहरुलाई अपडेट गर्नेवाला नै छु। सो नोटिफिकेसनको लागि चाहिँ हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, किनभने यो च्यानलमा तपाईले नेपाली युट्युब एन्ड सोशल प्लेटफर्महरु रिगार्डिङ डेली न्यूज एन्ड अपडेट्सहरु पाउनुहुन्छ। र म फेरि भेट्ने छु तपाईहरुसँग अर्को भिडियोमा। टिल देन टेक केयर, बाइ बाइ, जय नेपाल। Om zimam zimam ding ding bo. सरी पनि हेर्नुहोस् गाइस, सरी पनि कसरी माग्न टोपलेको छ। अझै उसको गल्ती छैन चाहिँ गरेर होइन, केही गल्ती भएको छैन। यसो केही तल माथि भएर मात्रै यस्तो हुन पुगेको हो, यताउति भन्न थालिरहेछ। हेर्नुहोस् त्यसले के कसरी सरी माग्दो रहेछ। अझै पनि गल्ती छैन भन्ने खालको कुरो गर्दैछ गाइस। यस्तोलाई चाहिँ भुब्रोमा हाल्नुपर्ने खालको देखियो गाइस मेरो हिसाबमा चाहिँ।